D2 D4 ओहो कोरिया त बबाल वा भनेर लयमा लाएर कोरिया त आउनु भयो। तर कोरिया आइसकेपछि तपाईहरु ग्रेजुएट भइसकेपछि चाहिँ फ्युचर के हुन्छ त थाहा छ तपाईहरुलाई? थाहा छ भने चाहिँ कमेन्ट गर्नु है त। कोरियामा चाहिँ हामी जिन्दगीभरि बसेर पढ्दा धेरै पढेर डाक्टर बाबुराम भट्टराई बन्नुपर्ने हो कि तपाईहरु यहाँ पढाइसकेपछि नेपाल फर्किनु पर्ने हो, अथवा यहाँ तपाईहरु ग्रेजुएट हुँदा बित्तिकै कुनै कम्पनी आएर ल तँलाई मैले काम दिन्छु भनेर छोपेर काम दिन्छ त? कोरियामा के हुन्छ त म्याक्सिमम मान्छेहरुलाई चाहिँ थाहा नहुन सक्छ। कोरियामा चाहिँ तपाईहरु टाठो बाठो हुनुहुन्छ, ल्याङ्ग्वेज सबै जान्नु भयो, सर्टिफिकेटहरु छ, क्राइटेरियाहरु पूरा गर्नु भएको छ भने चाहिँ तपाईहरुले चाहिँ वर्किङमा चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईहरुसँग दुईटा अप्सन हुन्छ, F2R र E7 भन्ने। तर तपाईहरुसँग केही पनि छैन, गुवाचे भएर बस्नु भयो, पढ्ने बेलामा पढ्नु भएन, जिन्दगी चाहिँ ने गरेर नै कट्यो भने चाहिँ तपाईहरुसँग अलिकति टाइम चाहिन्छ। त्यो टाइम माग्नको लागि चाहिँ तपाईहरुसँग अर्को भिजा हुन्छ, त्यो भनेको चाहिँ D10 भिजा। D10 भिजा भनेको स्पेशली हामीले यसलाई चाहिँ जब सिकिङ भिजा अथवा जब सर्चिङ भिजा भनेर बुझ्न पनि सकिन्छ। यो भिजा भनेको चाहिँ कोरियामा ग्रेजुएट भइसकेपछि चाहिँ स्टुडेन्ट्सहरुलाई चाहिँ ल तँलाई मैले अलिकति टाइम दिन्छु, काम खोज, इन्टर्न गर, ल्याङ्ग्वेज पढ भनेर इमिग्रेसनले दिने भिजालाई चाहिँ हामीले D10 भिजा भनेर बुझ्न पनि सकिन्छ। यो भिजा चाहिँ म्याक्सिमम 3 वर्षसम्म दिन्छ। तर 3 वर्ष भनेर चाहिँ तपाईहरुलाई सिधै 3 वर्षको चाहिँ दिने हैन। तपाईहरुले चाहिँ यो भिजा चाहिँ 6-6 महिना गरेर एक्सटेन्ड गर्नुपर्ने हुन्छ। अब यो भिजा त पाउँदो रहेछ खुसी लाग्यो, तर यो भिजा हामीले कुसँग गएर माग्ने त? कहाँ गएर माग्ने? भिजा दे भनेर माग्नु त पर्यो र त्यो माग्नको लागि पनि त हामीले केही कुराहरु दिनुपर्छ। त्यो चाहिँ के चाहिन्छ भन्ने कुरा हुन्छ। त्यसको लागि चाहिँ तपाईहरु सबैभन्दा पहिला चाहिँ कोरियामा ग्रेजुएट भएको हुनु पर्यो। तपाईहरु ग्रेजुएट भइसकेपछि तपाईहरुले इमिग्रेसनमा चाहिँ अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। अपोइन्टमेन्ट लिएर चाहिँ तपाईहरुले सबमिट गर्नुपर्ने डकुमेन्ट के हुन्छ त भन्दाखेरि चाहिँ एप्लिकेसन फर्म त कम्पल्सरी भइहाल्यो, त्यो सबै कुरामा चाहिन्छ। एउटा एप्लिकेसन फर्म भयो, त्यसपछि तपाईहरुलाई चाहिँ आफ्नो ARC चाहिन्छ। थर्डमा भनेको तपाईहरुको पासपोर्ट, त्यसपछि पासपोर्ट साइज फोटो, र अर्को भनेको चाहिँ तपाईहरुले चाहिँ जब सर्च प्लान भनेर एउटा फर्म भर्नुपर्ने हुन्छ। त्यो फर्ममा चाहिँ तपाईहरुले त्यो भिजा लिइसकेपछि चाहिँ तपाईले काम कसरी खोज्नुहुन्छ, कहाँ गएर इन्टर्न गर्नुहुन्छ, के गर्नुहुन्छ भन्ने एउटा तपाईको प्लान हुन्छ। जस्तै हामीले नेपालबाट आउने बेलामा SOP लेखि जस्तै एउटा प्लान हामीले सबमिट गर्नुपर्ने हुन्छ। यो सबै डकुमेन्टहरुलाई तपाईले इमिग्रेसन सबमिट गर्नुभयो भने तपाईहरुसँग 13,500 लिन्छ र तपाईहरु चाहिँ D2 बाट चाहिँ D10 मा जानुहुन्छ। अब D10 बाट चाहिँ हामी फेरि F2R E7 नै बनाउनु पर्ने हो कि यहाँ भिजा सकेपछि नेपाल फर्किनु पर्ने हो भन्ने कुरा पनि हुन्छ नि त? त्यस्तो चाहिँ हुँदैन। तपाईहरु D10 मा गइसकेपछि पनि फेरि फर्केर D2 मा आउनु पनि मिल्छ र तपाईहरुले सबै कुराहरु पूरा गर्नुभयो भने चाहिँ तपाईहरुले वर्किङमा चेन्ज गर्न पनि मिल्छ। त्यही भएर तपाईहरु ग्रेजुएट हुँदै हुनुहुन्छ, अन्यलमा हुनुहुन्छ, के गर्ने भन्ने सोच्नु भएको छ भने चाहिँ D10 भिजा भनेको एकदम बेस्ट हो। थ्यांक यू फर वाचिङ, फलो सेन्ड दाइ फर मोर। तपाईहरुले के कुराको बारेमा जानकारी चाहिएछ भने चाहिँ कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। मैले जानेको कुरा छ भने सिकाउँछु, नजानेको कुरा छ भने चाहिँ मैले खोजेर भए पनि सिकाउँछु। धन्यवाद।